नमस्कार दर्शकबिनहरू, म यहाँ महत्त्वपूर्ण जानकारी दिन उपस्थित भएको छु जुन खेलसँग सम्बन्धित रहेको छ। खेल एउटा मानव जीवनको महत्त्वपूर्ण पार्ट रहेको छ र तपाईहरुलाई म जानकारी दिन गइरहेको छु खेल प्रेमीहरूको लागि। एनपीएल सिजन 2 सिजन 1 जस्तै खेल प्रेमीहरूको लागि एक महत्त्वपूर्ण पर्व, उत्साहको पर्वको रूपमा एनपीएल सिजन 2 सँग सम्बन्धित केही जानकारी लिएर यहाँ म उपस्थित भएको छु। दर्शकवृन्दहरू, खेल भनेको मानव जीवनको एउटा महत्त्वपूर्ण एकदमै आवश्यक जसले मानिसको जीवनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। खेल मानव जीवनको महत्त्वपूर्ण हिस्सा हो जसले शारीरिक तथा मानवीय क्षमता प्रदर्शन गर्ने, एक आपसमा प्रतिस्पर्धा गर्ने, एक आपसमा मनोरञ्जन गर्ने र त्यसको राम्रो रिजल्ट ल्याएर, राम्रो नतिजा ल्याएर समाजमा एउटा प्रभाव जमाउने कार्य हो। त्यसैले खेल मानव जीवनको एउटा महत्त्वपूर्ण भाग हो। त्यसैले यसले स्वास्थ्यलाई मजबुत बनाउने र मानव जीवनलाई अनुशासनमा राख्ने काम गर्दछ। खेलप्रेमी दर्शकहरू, तपाईहरुलाई म एनपीएल सिजन 2 सँग सम्बन्धित केही जानकारी दिन गइरहेको छु। एनपीएल नेपाल प्रिमियर लिग, जसले नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्दै आइरहेको छ। नेपाली क्रिकेटलाई एनपीएलले नेपाली क्रिकेटलाई पेशागत तथा व्यावसायिक माध्यमबाट बलियो बनाउन, खेलाडीहरूको प्रतिभालाई उजागर गर्न र विदेशी तथा डोमेस्टिक प्लेयरहरूलाई एउटै ठाउँमा राखी तिनीहरूको प्रतिभालाई उजागर गर्न, विकास गर्नको लागि आयोजना गरिएको एक नेपाली फ्रेन्चाइजी लिग हो एनपीएल। एनपीएलले 2024 मा एनपीएल सिजन 1 आयोजना गरेको थियो भने त्यसको विजेता जनकपुर बोल्ट रहेको थियो। जनकपुर बोल्ट र सुदूरपश्चिम रोयल बीच अन्तिम प्रतिस्पर्धा भएको थियो। फाइनल प्रतिस्पर्धामा जनकपुर बोल्टले सुदूरपश्चिम रोयललाई हराएर जित दर्ज गरेको थियो। त्यसैले एनपीएललाई क्यानले सञ्चालन गर्दछ भने 2024 को एनपीएल सिजन 1 काठमाडौँको कीर्तिपुर टीयू त्रिभुवन युनिभर्सिटीको क्रिकेट ग्राउन्डमा सञ्चालन गरिएको थियो। त्यसैगरी एनपीएल सिजन 2 मा पनि 8 वटा टोली समावेश गरिएका छन्। 8 वटा टोलीमा नेपालका प्रमुख सहरहरूलाई मध्यनजर गरी टोलीहरू निर्माण गरिएको छ। त्यसैगरी नेपालको 8 वटा टिम मध्येको एउटा टिम विराटनगर किङ्स, अर्को जनकपुर बोल्ट्स, अर्को टिम चितवन राइनोज, अर्को टिम काठमाडौँ गोर्खाज, अर्को पोखरा एभेन्जर्स, अर्को टिम लुम्बिनी लायन्स, कर्णाली एक्स र 8औं टिम सुदूरपश्चिम रोयल गरी जम्मा 8 वटा टिम बीच
प्रतिस्पर्धा हुने भएको छ। उक्त प्रतिस्पर्धामा एनपिएल सिजन 2 मा राउन्ड रोबिनको आधारमा प्रत्येक टोलीले सबै टोलीसँग प्रतिस्पर्धा गर्ने छन् र जसमा प्लेअफमा 4वटा टोली पुग्नेछन् र ती टोलीलाई पनि खेल खेलाइ अन्तिम फाइनलको लागि डिसेम्बर 13 मा काठमाडौँको किर्तिपुर स्थित टियु क्रिकेट ग्राउन्डमा आयोजना गर्ने भएको छ। दर्शकवृन्द तथा खेलप्रेमी दर्शकहरू, तपाईहरूको लागि एकदमै खुसीको खबर। तपाईँ हाम्रो लागि एकदम खुसीको उत्सवको पर्व। खेलप्रेमीहरूको लागि एनपिएल सिजन 2 पनि भरपुर मनोरञ्जनको साथ हेर्न सक्नुहुनेछ र तपाईहरूलाई मैले जानकारी गराइराख्नेछु र तपाईँहरूले मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गर्दै गर्नुहुनेछ भन्ने आशा पनि व्यक्त गरेको छु। साथीहरू, तपाईँहरूलाई म एनपिएल सिजन 2 अन्तर्गत क्यानले पब्लिस गरेको खेलको तालिका म तपाईँहरूलाई बताउन गइरहेको छु। दर्शकवृन्दहरू, प्रतियोगितामा 8वटा टिम रहनेछन् र प्रत्येक टिमले राउन्ड रोबिनको आधारमा प्रत्येक टिमले सबै टिमसँग प्रतिस्पर्धा गर्नेछन् र प्लेअफमा 4वटा टिमले प्रतिस्पर्धा गर्नेछन् भने त्यसपछि सबै टिमहरू आफ्नो क्वालिफायरको लागि छान्नेछन्। त्यसैले खेलप्रेमी मित्रहरू, खेलप्रेमी मनहरू, खेलप्रेमी दर्शकहरू, तपाईँहरूलाई म रिक्वेस्ट गर्न चाहन्छु कि खेलप्रेमीहरूको लागि यो उत्साहको पर्व, उमङ्गको पर्व नेपाल प्रिमियर लिग सिजन 2 मा सबै हेरेर साथ दिएर मनोरञ्जन लिनुहुनेछ भन्ने पनि आशा व्यक्त गरेको छु र तपाईँहरूलाई म यो खेल अवधिभरि नेपाल प्रिमियर लिग सिजन 2 भरि तपाईँलाई म एउटा महत्त्वपूर्ण जानकारीका साथ सधैँ उपस्थित भई तपाईँलाई सूचनाहरू प्रसारण गरि रहनेछु र त्यसको लागि तपाईँले मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला र साथै यहाँ खेलको तालिका सार्वजनिक भइसकेको छ। त्यसैले तपाईँलाई म खेलसँग सम्बन्धित रहेर नेपाल प्रिमियर लिग सिजन 2 मा पहिलो खेल नोभेम्बर 27 मन्डेको दिन अथवा मङ्सिर 1 को दिन जनकपुर बोल्ड भर्सेस काठमाडौँ गोर्खा, नोभेम्बर 18 मा चितवन राइनोज भर्सेस कर्णाली एक्स र विराटनगर किङ्स भर्सेस पोखरा एभेन्जर र नोभेम्बर 19 मा काठमाडौँ गोर्खा भर्सेस सुदूरपश्चिम रोयल, नोभेम्बर 20 मा लुम्बिनी लायन भर्सेस चितवन राइनोज, नोभेम्बर 21 मा पोखरा एभेन्जर भर्सेस सुदूरपश्चिम रोयल, नोभेम्बर 22 मा कर्णाली एक्स भर्सेस लुम्बिनी लायन्स र काठमाडौँ गोर्खा भर्सेस विराटनगर किङ्स र नोभेम्बर 24 मा जनकपुर बोल्ट भर्सेस विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स भर्सेस कर्णाली एक्स र नोभेम्बर 25 मा काठमाडौँ गोर्खा भर्सेस लुम्बिनी लायन र नोभेम्बर 26 मा विराटनगर किङ्स भर्सेस चितवन राइनोज र नोभेम्बर 27 मा लुम्बिनी लायन भर्सेस सुदूरपश्चिम रोयल र जनकपुर बोल्ट भर्सेस पोखरा एभेन्जर, नोभेम्बर 28 मा चितवन राइनो भर्सेस काठमाडौँ गोर्खा र कर्णाली एक्स भर्सेस विराटनगर किङ र नोभेम्बर 29 मा स्याटरडेको दिन
पोखरा एभेन्जर भर्सेस लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भर्सेस जनकपुर बोल्ट। नोभेम्बर 30 मा कर्णाली ह्याक्स भर्सेस काठमाडौँ गोर्खा र डिसेम्बर 2 मा जनकपुर बोल्ट भर्सेस चितवन राइनोज र पोखरा एभेन्जर भर्सेस कर्णाली ह्याक्स बीच प्रतिस्पर्धा हुनेछ। त्यसै गरी डिसेम्बर 3 मा विराटनगर किङ्स भर्सेस लुम्बिनी लायन्स र डिसेम्बर 4 मा पोखरा एभेन्जर भर्सेस काठमाडौँ गोर्खा बीच प्रतिस्पर्धा हुनेछ र सुदूरपश्चिम रोयल र चितवन राइनोज बीच पनि डिसेम्बर 4 मै प्रतिस्पर्धा हुनेछ र डिसेम्बर 5 मा लुम्बिनी लायन्स भर्सेस जनकपुर बोल्ट्स बीच प्रतिस्पर्धा हुनेछ। त्यसै गरी डिसेम्बर 6 मा सुदूरपश्चिम रोयल भर्सेस विराटनगर किङ्स र चितवन राइनो भर्सेस पोखरा एभेन्जर हुनेछ र डिसेम्बर 7 मा राउन्ड रोबिनको अन्तिम खेल कर्णाली ह्याक्स भर्सेस जनकपुर बोल्ट्स बीच हुनेछ र त्यसपछि फर्स्ट क्वालिफायरको लागि डिसेम्बर 9 मा र इलिमिनेटरको लागि डिसेम्बर 10 मा खेल हुनेछ र क्वालिफायर सेकेन्डको लागि डिसेम्बर 11 र ग्रान्ड फिनालेको लागि डिसेम्बर 13 मा ग्रान्ड फिनाले क्रिकेटको नेपाली क्रिकेट जगतको महत्त्वपूर्ण सिजन क्रिकेट एनपिएल नेपाल प्रिमियर लिग सिजन 2 2025 काठमाडौँको कीर्तिपुर स्थित क्रिकेट स्टेडियममा डिसेम्बर 13 मा ग्रान्ड फिनाले हुने भएको छ र हामी खेलप्रेमी साथीहरूले आफ्नो टिमलाई समर्थन जनाई महत्त्वपूर्ण हिस्सा बन्न सक्नुहुनेछ भन्ने आशा व्यक्त गर्दछु र तपाईँहरूको लागि म यस्तै भिडियो ल्याउँदै गर्नेछु र प्लिज तपाईँलाई म यो एनपिएल सिजन 2 सँग सम्बन्धित प्रत्येक दिन तपाईँको लागि भिडियो बनाउँदै गर्नेछु र अहिलेलाई बिदा हुन्छु। नमस्कार।